गम्भीर कुरा के छ भन्दाखेरि 23,000 हाम्रो मत होइन, पछि हेर्दै जानु होला। 23,000 त हाम्रो काठमाडौँमा जुलुसै हो नि होइन। त्यस कारण यो चाहिँ के देखिन्छ भन्छ भने यहाँभित्र यो चुनावलाई दुरुपयोग गरिएको गम्भीर कुराहरू पनि छन् कि जनतालाई तर्साइएको, लोभ्याइएको होइन, भ्रम पारिएको कुराहरू पनि छन्। अर्को कुरा के हो भन्दा नेपाली जनताले एकचोटि चाहिँ जसलाई दिए पनि बहुमत दिनुपर्छ भन्ने मानसिकताबाट अहिले म पनि चुनावमा प्रत्यक्ष सहभागी बनेन होइन, अब हाम्रो नीति अनुसार। तर जनतालाई के पर्यो भने विप्लव नै नआएपछि यो चुनाव अलिकति चाहिँ सामान्य मात्रै रहेछ कि भन्ने पर्यो। तर त्यो अलिकति ढिला गऱ्यो, प्रकाण्ड र कमरेडको नेतृत्वमा हामीले जाने जुन निर्णय गऱ्यौँ त्यो चाहिँ अलिकति अगाडि गरेको भए हामीलाई अझ सजिलो हुन्थ्यो होला, त्यहाँनिर हामी कमी भयो होइन। त्यसैले गर्दा जनतालाई यो पनि पर्यो कि नेकपा माओवादीले चुनावबाट सरकार बनाएर लड्नेतिरबाट सोचेन, यो चाहिँ भण्डाफोर गर्ने या चुनावमा गएर जनताको आवाज उठाउनेसम्म मात्रै सोच्यो। त्यसैले चाहिँ कसैलाई त बहुमत दिनुपर्छ भन्ने पनि काम गर्यो। यसपछि उनीहरू कता गयो भन्दाखेरि नेकपा माओवादी अहिले तपाईँको चाहिँ बहुमतमा अथवा नेतृत्व गर्ने गरी आउने स्थिति छैन भने 3 पार्टीलाई चाहिँ हराउनुपर्छ, यो चाहिँ हुँदैन भन्ने भएपछि बच्चादेखि बुढासम्मले एकचोटि घन्टीलाई भन्नेतिर गए। घन्टीको विचार के हो, त्यसका नीति कार्यक्रम के हो, त्यसको गहिराइपूर्वक हेर्नु भन्दा पनि पुरानो पार्टीलाई एकचोटि हराउनै पर्छ भन्ने काम गर्यो। अनि त्यसपछि गएर अलिकति घन्टीको लहर जस्तो देखिया, भ्रम पनि पर्यो, खर्च पनि उनको त भयङ्कर भयो होइन, लगानी पनि गरे, सारा चिज भयो। राज्य सत्ताको अङ्गहरूले पनि उनलाई समर्थन गरे, सहयोग गरे, नेपाली सेना आफै लाग्यो। यी सबैबाट के देखिन्छ त नेपाली सेनाको एउटा हिस्सा है लाग्यो भनेपछि चाहिँ त्यसले चाहिँ काम गर्छ। हामीले यो परिणामलाई खासै ठुलो अनपेक्षित र भयङ्करै भयो भने हेरेका छैनौँ। तर जनताको समर्थन अहिले पनि म देशैभरि जाँदा हाम्रो पार्टीप्रतिको जनताको सद्भाव धेरै राम्रो छ होइन। कम्युनिस्टहरू मिल्नुहोस्, हामी सहयोग गर्छौँ, नेतृत्व गर्नुहोस् भन्ने कुराहरू पनि छन्। त त्यो हामी के गर्दैछौँ भन्नुहुन्छ भने जनताका भावनाहरूलाई कसरी त्यसलाई संरक्षण गर्ने, सफल गर्ने भन्नेमा हामी सोच्छौँ।